खण्ड 2 सत्य छैन। जीवनको महाप्रलय जल्छ मात्र कि जलाउँछ पनि। मानव दुःखमा बाँचिरहेको छ र दुखी भएर नै मर्ने गरेको छ। जे हामीले अनुभव र सिर्जना गरेका छौँ त्यही नै संसार हो। हामी त्यही नै हौ जे हामी देख्छौँ, सुन्छौँ, चिन्तन गर्छौँ र अनुभव गर्छौँ। हामी जे हौँ त्योभन्दा अरू केही बन्न खोज्नु अप्राकृतिक कुरा हो। संसारलाई स्वर्ग बनाउने ठेक्का लिन पुगेका तथाकथित नेता, धर्मगुरु र समाजसेवीहरूले नै वास्तवमा यो पृथ्वीलाई नरक बनाउन पुगेका छन्, जुन जनसेवाको नाउँमा भइरहेको हत्या, हिंसा र धार्मिकताको नाउँमा चलेको प्रतिस्पर्धात्मक दान र पुण्यको खेलले स्पष्ट पारिरहेको छ। हामी स्वयंभित्रको अन्तर्द्वन्द्वले नै बाहिरी द्वन्द्वको दृश्यलाई प्रतिबिम्बित गराइरहेको छ। स्वयं आफूभित्र नहेरी अरूलाई सेवा वा मुक्ति दिने प्रतिज्ञाले नै समस्यालाई झन विकराल बनाउँदै लगेको छ। कुनै आर्थिक समानता, समाधि, सत्य वा स्वर्ग प्राप्ति केवल विचारले निरूपण गरेको काल्पनिक खेल हो। विचारले इन्द्रियहरूको कार्य सञ्चालनमा हस्तक्षेप गरी फाइदा प्राप्त गर्ने उद्देश्य राखेको हुन्छ। जीवनलाई कुनै पनि वैचारिक ढाँचा वा रूपरेखामा कैद गर्नु भनेको स्वयं आफू अकालमा मर्नको लागि पासो थाप्नु हो। कुनै पनि भावी अनुभवको अपेक्षा गर्नको लागि कुनै न कुनै रूपमा मस्तिष्कले ज्ञानको माग गर्दछ। न त आफू जन्मेको अनुभव व्यक्त गर्न सकिन्छ, न त जन्मनुभन्दा पहिलाको अवस्था स्मरण गर्न सकिन्छ। अत कसैले पनि भविष्यमा समाधि वा भावविहीन अस्तित्वको अनुमान गर्ने कुनै आधार नै छैन। यो परिस्थिति ठिक वा बेठिक भनी छुट्याई त्यस अनुसार प्रभावित हुने कार्यले नै नैतिक समस्याको उदय गर्दछ। जीवनको अभिव्यक्ति क्रियाद्वारा हुन्छ र त्यसमाथि गरिने प्रश्नले कर्ताको जन्म गरी विभाजन ल्याई असुरक्षित भावना सिर्जना गर्दछ। वर्तमानको असन्तुष्टि र हिंसाले नै भावी सन्तुष्टि वा शान्तिको स्थापना गरेको हो। कुनै पनि कुरा अनुभव गर्न सर्वप्रथम त्यसको बारेमा ज्ञान हुनुपर्दछ र ज्ञान जहिले पनि अरूबाट प्राप्त गरिने भएकोले नै वास्तवमा कसैको पनि आफ्नो भन्ने कुनै ज्ञान नै छैन। सबै ज्ञान विगतबाट प्राप्त गरिएको हुन्छ। इन्द्रियानुभूतिको अनुवाद गर्नु नै मको जन्म हुनु हो। मस्तिष्कमा विचारहरूको बारेमा विचार गरिरहने कुनै अदृश्य शक्ति वा प्राणीको अस्तित्व निर्माण गर्नु भ्रम हो भनेर भन्ने मले विचारको अन्त्य नगरी बरु विचारहरूको बारेमा विचार गरिरहने चिन्तनले गर्दा नै मले निरन्तरता पाइरहेको हुन्छ। देख्नेलाई प्रेम गर्न नसक्नेले नदेख्ने भगवान वा परमेश्वरलाई प्रेम गरेर निम्त्याएको हिंसा र युद्धबाट धर्मको अस्तित्व अर्थहीन भइसकेको छ। कसैले पनि संसारलाई बचाउनको लागि ठेक्का लिने र दिने कार्य गर्न सक्दैन। राजनीतिक नेताहरूले ठेक्का लिए जस्तै तरिकाले कुनै शान्ति वा मुक्तिको चिन्तन स्थापित गर्ने बित्तिकै उक्त सोच वा धारणालाई अन्धभक्त चेला, समर्थक तथा कार्यकर्ताहरूले त्यसलाई वादमा परिणत गरी परम्पराको सुरुवात गर्न पुगी उक्त परम्परामा आबद्ध गराउनको लागि मर्न र मार्न पनि पछि नपर्ने हिंसाको खेल प्रारम्भ गर्ने गरेको पाइन्छ। परिणामस्वरूप अर्को कुनै व्यक्तिको आगमनले उक्त परम्परालाई विस्फोटन गर्नुपर्ने आवश्यकता सिर्जना हुन पुगेको पाइन्छ। त्यसैले सम्पूर्ण कथित धार्मिक तथा राजनैतिक बौद्धिक व्यक्तित्वहरूले मानव जीवनमा हेर्नुपर्ने र गर्नुपर्ने कुरालाई परम्परागत शैलीमा विकास गरी कुनै कुरा प्राप्तिको लागि कुनै मार्ग अवलम्बन गर्नुपर्ने कारण देखाउनु नै मानवको लागि ठुलो घातक सिद्ध हुन पुगेको कुरा स्पष्ट छ। परम्पराको सूत्रपात गर्नु वर्तमान जीवनलाई महत्त्वहीन पार्नु हो। आफूले आफूलाई चिन्ने कुनै आधार छ भने त्यो हो विचार। यही विचारले नै आफूले आफूलाई हेर्ने र चिन्ने कुराबाट वञ्चित गराउँदछ। म को हुँ
भन्ने प्रश्नमा म र को भन्ने कुरा वास्तवमा एउटै कुरा हुन्, तर विचारले विभाजन गरी आफ्नो अस्तित्व कायम गर्न र वैचारिक शासनलाई निरन्तरता दिन खोजिरहन्छ। वर्तमानमा भइरहेको कुराभन्दा अर्को कुनै कुरा म भित्र हुनुपर्दछ भन्ने मान्यताले विचारलाई गति प्रदान गर्दछ। शक्तिलाई नष्ट गर्न सकिँदैन भन्ने तथ्यले यो कुरा उद्घाटित गर्दछ कि शरीर अमर छ। कुनै न कुनै रूपले एउटा प्राणी अर्को प्राणीमा बाँच्नको लागि भर पर्नु परेको कुरा स्वाभाविक छ। स्वयंको बारेमा भएको ज्ञानले नै स्वयंलाई हेर्दा स्वयं भन्ने अस्तित्व उत्पन्न हुने हुँदा सो ज्ञान भन्ने कुराको कुनै अर्थ नै रहँदैन। यो ज्ञान स्वयंले स्वयंसँग चलाखीपूर्ण खेल खेलिरहेको हुन्छ। मानिस, पृथ्वी, ग्रह लगायत अरू ग्रहको पनि गुरु बन्न खोज्ने कुरा धर्मबाट प्रतिपादित कुरा हो। मानव कार्यलाई चलाउने तत्त्व तर्क नभई शक्ति हो, तर तर्क अर्थात् ज्ञान नै शक्तिको स्रोत बनेर विज्ञान तथा प्रविधिले जीवनमाथि शासन चलाउन थालेको पाइन्छ, जुन कालान्तरमा गएर अभिशाप सिद्ध हुने निश्चित छ। सहज ज्ञान पनि विचारको परिष्कृत विचार हो। हाम्रो परिचय र पहिचानको उत्पत्ति नै बाल्यकालबाट प्रारम्भ हुने र हामीसँग भएको ज्ञानको बारम्बार प्रयोगले हाम्रो परिचय वा स्वाभिमानलाई बलियो बनाउँदै लगेको कारणले हामी ज्ञानलाई अन्त्य गर्न चाहँदैनौँ। ज्ञानमा आधारित मूल्य मान्यतालाई स्मरणको आधारमा निरन्तरता दिने बाहेक अन्य काम हुन नसक्ने भ्रम हामीले सिर्जना गर्न पुगेका छौँ। मानव जन्म विशेष उद्देश्य पूर्तिको लागि हो भन्ने मान्यताले नै शोषक र शोषितको सिर्जना गरेको छ। मानव अवस्थालाई रूपान्तरण गर्ने विचारको खुबी वा क्षमतामाथि गरिने विश्वासको तार्किक अवधारणा गलत छ। जीवन सरल छ, तर जटिलताको प्रभावले सहजै सरलतालाई कार्य गर्न दिन चाहँदैन। कसैले पनि त्यो सरल सहज भोग कसैको लागि सिर्जना गर्न सक्दैन, तर चामलको भुसभित्रको आगो जस्तै एकपटक सृजित भोकले भने सदाभित्र तबसम्म जलिरहन्छ जबसम्म स्वयं भोक आफै भस्म हुँदैन। साहस भन्नु अभ्यास गरेर देखाउने कुरा नभई धार्मिकताको नाउँमा भए गरेका सम्पूर्ण आजसम्मका अनुभव र परम्पराहरूलाई नकार्नु नै साहस हो। जबसम्म कसैमाथि भर परिन्छ तबसम्म व्यक्तिगत अनुपमताले प्रस्फुटन हुन पाउँदैन। सम्पूर्ण शुद्धिकरण गर्न न त संवाद वा वाद विवादले सहयोग गर्न सक्दछ, न त कुनै साधना र नैतिकताको विधिले सम्भव गराउन सक्दछ। कुनै एक साधना वा विधिले सफल नभएपछि अर्को विधिको प्रतिस्थापन गरी केवल नयाँ र भिन्न शब्दहरू प्रयोग गरेर गति लिन खोजे तापनि वास्तविक खेल भने उही एउटै हुन्छ। जबसम्म कुनै पनि साधना वा विधिको औचित्यहीनता वा पथभ्रष्ट भ्रमको अनुभूति हुँदैन, तबसम्म कुनै पनि व्यक्ति एक दिनको श्रवण वा अभ्यासले नभएमा अर्को दिनको श्रवण वा अभ्यासले मुक्ति मिल्नेछ भनी आश गरी प्रत्येक दिन नक्कली गीत गाउनु बाहेक अर्को कुनै विकल्प नै देख्दैन। जति धेरै विश्वास गरिन्छ त्यति नै कठिन र जटिल बन्दै जान्छ। त्यसैले जतिसक्दो छिटो परम्पराको जटिल ढाँचालाई तोड्नु पर्दछ। तर यहाँ कुनै एक व्यक्तिले परम्परालाई विस्फोटन गराएको छ भने पनि उसलाई त्यही पुरानै परम्पराद्वारा विकसित गरिएको एक अंश मानी अर्को परम्परागत श्रवण शैली विकास गर्न पुगी अझ झन जटिल बनाएको पाइन्छ। जब कुनै पनि आवाज अर्थात् विचार आउँछ, त्यो स्वयं तत्काल जलेर भस्म हुने तरिकाले प्रस्तुत हुनु बाहेक अन्य कुनै विकल्पको कार्य नै छैन। यदि कुनै विकल्प देखिन्छ भने त्यसले परम्पराको खास्टो ओढी आफ्नो अस्तित्व जमाउन खोज्दछ। अरूको पछि लाग्नु पशु गुण हो। पशु बनाउने कारक तत्त्व नै संस्कृतिले विकसित संस्कार हो। समय भन्नु नै भविष्य हो। समयभित्र घटित हुने कार्य वा समयभित्र घटाउनु पर्ने कुनै पनि घटनाले समयभन्दा बाहिरको कुराको अपेक्षा गर्नु स्वयं समयले समयको अपमान गर्नु हो। कुनै अपेक्षा वा घटना नै समय हो।
जब समय नै हुँदैन तब न त घटना हुन्छ न त घट्नुपर्ने कुरा हुन्छ। कुनै पनि कुराको प्राप्तिले कारण र असरको चक्रमा आबद्ध गराउने भएकोले महाप्रलयको प्रयास स्वयंको लागि आत्मघाती साबित हुन पुग्दछ। मोक्ष प्राप्ति खोज नै दुःखहरूको पनि महादुःख हो। यदि आनन्द, खुसी, शान्ति भनिने कुनै कुराको अनुभव पाइहालियो भने पनि त्यसको स्थायी माग गर्नाले प्रकृतिभित्रको गतिशीलतालाई अस्वीकृत गर्न पुग्दछ। यहाँ ध्यान, तन्त्र, मन्त्र, यन्त्र, योगी, भोगी, जोगी जुनसुकैको कुराले पनि कुनै न कुनै रूपमा स्वार्थ केन्द्रित क्रियाकलापतिर अर्थात् मतिर उन्मुख गराइरहेका हुन्छन्। यो गति अन्तर्गत कुनै पनि कुराको घोषणाले गतिलाई स्थिरतामा ल्याइदिइहाल्दछ। कस्तो कुरा सुन्नु पर्दछ वा सुन्नु हुँदैन भनेर विचार गर्न लगाउने नै संस्कृति हो। सकारात्मक धारणालाई फाल्न नकारात्मक धारणाको विकास हुन्छ, तर नकारात्मक धारणालाई फाल्न भने नकारात्मक धारणा स्वयं आफैले आफूलाई जलाउनु पर्दछ। यो जलन भने कुनै पनि हालतमा कुनै सकारात्मक लक्ष्य प्राप्तितिर उन्मुख भएको हुन सक्दैन। सकारात्मक परिणामोन्मुख सोचले प्राकृत अविभाज्य चेतनाको गतिलाई नै धराशायी बनाउँदछ। अविभाज्य प्राकृत चेतना छ भन्नु नै त्यसको विनाश अर्थात् विभाजन गर्नु हो। अविभाज्य प्राकृत चेतना तार्किक रूपले विकसित गरी निर्धारण गरिएको मान्यता होइन। प्राकृत चेतनाको संवाद हुन सक्दैन। यी माथि उल्लेखित सक्दैन, हुँदैन, होइन, रहँदैन भन्ने पूर्ण नकारात्मक व्यावहारिक अभिव्यक्तिको प्रस्फुटन स्वयं आफैभित्रबाट नभएसम्म प्राकृतिक जीवनको धरातलमा विहार गर्न असम्भव छ। हजारौं अवतारहरूको अभिव्यक्तिले पनि त्यसलाई मानिसबाट बाहिर प्रस्फुटित गराउन सकिँदैन, तर आश भने जगाइदिन्छ र क्रमशः त्यही आशले प्रस्फुटनमा आउनुपर्ने कुरालाई अवरोध सिर्जना गरिदिन्छ र आशै आशमा मानिसको देह लीला समाप्त हुन्छ। जब भ्रम पूर्ण रूपमा विलीन हुन्छ तब स्वतः प्राकृत चेतनको आगमन हुने भएकोले पत्ता लगाउनु पर्ने कुरा भनेको वास्तवमा विचारको भ्रमपूर्ण वाहियात खेल हो। जे कुरालाई अनुभव गर्न सकिँदैन त्यसलाई सञ्चारित गराउन पनि सकिँदैन। ज्ञान बिना कुनै कुराको अनुभव र उत्तर दिन नसकिने हुनाले ज्ञानलाई चारवटा पर्खालहरू उभिएको परिणामस्वरूप निर्माण हुन पुगेको कोठासँग मिलाउन सकिन्छ, तर मौलिक अवस्थालाई दर्शन गर्न ज्ञान रूपी चार पर्खालले पूर्ण रूपमा अवरोध खडा गरेको छ। पल पलमा जीवन जिउनु भन्ने भनाइ कुनै पनि हालतमा सचेत अस्तित्वको हिस्सा बन्न सक्दैन। वास्तवमा वर्तमान र भविष्य नभई केवल विगत मात्र छ र त्यो विगत म हो। वर्तमानलाई अनुभव कहिल्यै गर्न सकिँदैन र यदि गरिन्छ भने त्यो वर्तमानको बारेमा गरेको ज्ञान मात्र हो र ज्ञान जहिले पनि विगतको हुन्छ। म को लागि वर्तमान भन्ने कुरा एउटा धारणा बाहेक अन्य तरिकाले अस्तित्वमा रहँदैन। मले जे अनुभव गर्छ त्यो वस्तुको नभई वस्तुको बारेमा संग्रह गरेको ज्ञानको अनुभव लिन्छ। स्वयं म को आफ्नो भन्ने कुनै ज्ञान नभएकोले उसले जे जति अनुभव गर्दछ त्यो सदा अर्काले दिएको ज्ञानको उपज हो। त्यसैले मलाई वर्तमानमा हेर्न, सिकाउन र बुझाउनको लागि धेरै विधिहरू लिएर धार्मिक व्यक्तिहरू आए तापनि वास्तवमा वर्तमानलाई हेर्न कुनै साधना र विधिको बाटो आवश्यकता पर्दैन। वर्तमानको व्यक्त गर्नुपर्ने र गर्न सकिने कुनै अनुभव नहुने हुनाले जसले वर्तमानको व्याख्या वा विश्लेषण गर्दछ त्यो सधैँ द्वैत स्थितिमा रहिरहन्छ। आफैले आफैलाई स्वतन्त्र छु भनेर ज्ञात गर्न नसक्नु नै वर्तमान हो। त्यसैले म वर्तमानमा छु कि छैन, स्वतन्त्र व्यक्ति हुँ कि होइन, मोक्ष प्राप्त गरेको हुँ कि होइन आदि इत्यादि वाहियात प्रश्न गर्न सम्भव हुँदैन। महान शिक्षकहरूले कसैको पनि आधिकारिक भनाइलाई पछ्याउँदैनन्। जबसम्म स्वयंमा त्यो शान्त मौनताको ज्वाला दन्किरहन्छ तबसम्म न त म स्वतन्त्र छु भन्ने कुरा उत्पन्न हुन्छ, न त मैले अरूलाई स्वतन्त्र गराउनु पर्दछ भन्ने विचार उत्पन्न हुन्छ। त्यो व्यक्ति फूल जस्तै फुलिरहन्छ।
चाहे गोबरमा फुल्ने होस् वा गमलाभित्र फुल्ने फुल होस्, तिनीहरूको आफ्नै अतुलनीय महत्त्व हुन्छ। त्यसको बारेमा कसैले पनि केही भन्न सक्दैन। त्यो फुलको अवस्था अनुभवको अवस्था नभई बरु अनुभव गर्नुपर्ने कुनै पनि कुरा नहुने अवस्था हो। यसरी सो ज्ञान वा सो अनुभूति भन्नु नै त्यहाँ कुनै अनुभूति गर्नुपर्ने सो नै छैन भन्ने कुरा आफैले आफ्नो लागि अनुभूति गर्नु नै जीवनको महाप्रलय हो। यो प्रलयले म को हुँ भन्ने कुराको खोजले नै वास्तवमा मलाई निरन्तरता दिई स्वयं आफूले नै भ्रमपूर्ण मोक्ष र लक्ष्यको खेल सिर्जना गरेको कुरा स्पष्ट हुन्छ। श्रवण गर्नु भन्नु नै व्याख्या विश्लेषण गर्ने भएकोले वास्तवमा शुद्ध निष्पक्ष श्रवण गर्ने कला नै छैन। जे कुरा सुनिन्छ त्यसलाई व्याख्या बिना नै सुन्न सक्ने खुबी मानिसमा छैन। जबसम्म विचारको गति रहन्छ तबसम्म यो अवस्थालाई स्पर्श गर्न पनि सकिँदैन। जब विचारको गति रहँदैन तब त्यहाँ बुझ्नुपर्ने आवश्यकता पनि रहँदैन। यस अर्थमा यो भन्न सकिन्छ कि वास्तवमा यहाँ बुझ्नुपर्ने केही पनि छैन। कुनै पनि व्यक्ति सचेत तहमा कारुणिक बन्न सक्दैन। कसैले कसैलाई परिवर्तन गर्न गराउनु भनेको स्वयंभित्र परिवर्तन नभएको कुराको सङ्केत हो। वैचारिक प्रतिक्रिया प्रदत्त रिसले आफूलाई मात्र नभई अरूलाई पनि हानि गर्ने गर्दछ, तर प्राकृत रिसले कसैको पनि हानि गर्दैन र यो शान्त समुद्रमा छाल आएर पुनः शान्त भए जस्तै रिस आउँछ र जान्छ, तर कसैको बिगार गर्दैन। कतिपय क्रियाकलापको प्रत्युत्तर मेरुदण्डले दिएको हुन्छ, तर जब क्रियाहरू मस्तिष्कमा आइपुग्दछन् तब विचारले आफ्नो खेल सुरु गरी प्रतिक्रिया दिन पुग्दछ। वास्तवमा सजीवताको सञ्चार गर्नु नै सजीवतालाई मार्नु हो। शरीर र मस्तिष्क प्रकृतिका अस्तित्व हुन्, तर तिनीहरूको कुनै प्रारम्भ र अन्त्य छैन। दुर्भाग्यवश विचारले कुनै पनि कुराको सुरु र अन्त्यको खेल खेलाइ विचार स्वयंले आफ्नो अस्तित्वको स्थायित्व कायम राख्ने माग गरिराखेको हुन्छ। शरीरलाई जन्म मृत्युको सम्बोधन गरेर शरीरलाई प्रकृतिभन्दा भिन्न रूपमा स्थापित गर्ने काम नै विचारको हो। हेर्नको लागि स्थान विशेष आवश्यक हुन्छ र विचारले स्थान सिर्जना गर्दछ। तसर्थ स्थान स्वयं नै एउटा आधार हो जसले पूर्वाग्रह दृष्टि उत्पन्न गर्दछ। सजीव विचार भन्ने कुनै कुरा नै छैन। जेलाई सजीव मानी अनुभव गर्न लगाइएको छ त्यो त्यस्तो वैचारिक भ्रम हो जसलाई कुकुरले हड्डी चपाउँदा आफ्नै गिजा आफैले काट्न पुग्नाको परिणाम स्वरूप आउने रगतलाई हड्डीबाट आएको रगत ठानी कुकुरले चाट्ने भ्रमसँग तुलना गर्न सकिन्छ। यसरी विचारले अनेकौं तरिकाले आफूले नै सिर्जना गरेको कैदभित्र कैदी बन्न रुचाउने र झुलाउने स्वभाव भएको कारणले गर्दा अप्ठ्यारो समयमा जहिले पनि आफूले सिर्जित कैदखानाबाट मुक्त हुन प्रयास गरिरहनु नै मानव दुर्गति र दुर्दशा हो। हामीभित्र कर्ताको अस्तित्व नै छैन भन्नुको अर्थले हामीले जे बाहिर देख्यौं त्यही वस्तु नबनी बरु हाम्रो पृष्ठभूमिमा संग्रहित ज्ञानको प्रक्रियाले वस्तुको अनुभूति अर्थात् मोटो पातलो नरम तातो चिसो भनी अनुभूति गर्ने बाहेक अर्को कुनै पनि आधार छैन। वास्तवमा मस्तिष्कमा नयाँ अनुभव भन्ने कुरा नभए तापनि अनुभव लगातार गर्ने मागले स्मरणको सम्पूर्ण यन्त्रलाई गिराउन पुगेको छ। चेतना नै स्मरण हो र स्मरणमा संग्रहित वस्तुको ज्ञानद्वारा नै हामीले त्यो वस्तुको सचेतता महसुस गर्दछौँ। स्मरणको प्रयोग गर्ने निरन्तर मागद्वारा नै स्मरणले कर्ताको रूपमा आफ्नो अस्तित्व बचाएर राखेको हुन्छ। वास्तवमा मस्तिष्कमा चेतनाको चेतन, अर्धचेतन, अचेतन भन्ने जस्ता तहहरू हुँदैन। सचेतता मस्तिष्कको कार्यबाट अलग गर्न सकिँदैन। जुन पलमा हामीले आफूलाई सचेत ठान्छौँ तब विभाजनले ठाउँ लिइराख्दछ। बाह्य प्रभावको कारणले विचार बाहिरबाट आउने गर्दछ। यही विचारको प्रयोगले हामीले उद्देश्य प्राप्त गर्न चाहन्छौँ। कम्प्युटरलाई कुनै आर्गत दिने बित्तिकै काम गर्न थाले जस्तै हाम्रो मस्तिष्कले पनि कुनै कुराको प्रभाव पर्ने बित्तिकै सोधखोज कार्य गरी प्राप्त गर्न चाहन्छ।
खोज्नु नै सोच्नु हो, अर्थात् यान्त्रिक प्रक्रिया हो। हामीसँग प्रकाश जस्तै जीवन शक्ति पनि छ, तर त्यो शक्तिलाई यान्त्रिकताको राजले तहस नहस पारिरहेको देखिन्छ। हाम्रा सम्पूर्ण कार्यहरू विचारमा आधारित भएको हुनाले धारणा र कार्य वास्तवमा एउटै हुन्। हाम्रा धारणाहरू नै एक पिँढीबाट अर्को पिँढीमा हस्तान्तरित गरिएका विचारहरू हुन्। विचारले कुनै पनि हालतमा मिलन प्रवृत्तिले ओतप्रोत सजीव जीवन जिउनमा सहायता गर्न सक्दैन। जब मानवले मृत्युलाई देख्दछ तब मृत्युभन्दा पर गएर अमरत्व प्राप्त गर्ने सोच बनाउँदछ र स्वभावतः मृत्युभन्दा परको कुरा सिर्जना गर्न पुग्दछ। यसरी मानिसले एउटा भ्रम हटाएर अर्को भ्रम सिर्जना विभिन्न तरिकाले गर्दै आइरहेको पाइन्छ, किनभने भ्रमको अन्त्य नै मृत्यु हो, जुन मानिसले चाहँदैन। यसरी मानिसको तथाकथित भ्रमित मूल्य मान्यता प्रणाली नै दुःख र दुर्दशाको प्रमुख कारण बनेको छ। विचारको स्वभाव भन्नु नै गतिशील भई तत्काल उदय हुने बित्तिकै विलय हुनु हो, तर विचारलाई साधनको रूपमा नभई साध्यको रूपमा प्रयोग गरी विचारकको सिर्जना गर्न पुगेको पाइन्छ। शरीरले त्यस्तो कुनै पनि आनन्द र खुसीको माग राख्न जान्दैन। शारीरिक क्रिया र वैचारिक क्रिया बीचको द्वन्द्व एक आपसमा अन्योलग्रस्त हुन पुगी प्राकृतिक सीमा काटेर कृत्रिम दुर्दशातिर लम्किरहेछ। वास्तवमा मस्तिष्कमा विचारक भन्ने कर्ता नभई केवल चिन्तन प्रक्रिया मात्र छ। यदि विचारक छ भने पनि त्यसलाई जान्ने कुनै बाटो नै छैन। जे हामी देख्दछौँ त्यो केवल वैचारिक स्मरणको गति हो। विचारबाट भिन्न छुट्टै कुनै पनि कर्ता नहुने भएकोले विचारको बुझाइ वा विचारलाई हेर्ने भन्ने कुनै कुरा हुँदैन। आफ्नो वैचारिक प्रक्रियामाथि सचेत हुने भन्ने कुरा तथ्यगत हुँदैन। वैचारिक अस्तित्व कायम राख्ने प्रणाली स्वयं विध्वंस भएपछि मात्र शक्तिको उद्भव हुन्छ, जुन कुरा कसैसँग पनि साटफेर गर्न मिल्दैन। वास्तवमा यहाँ कसैले कसैलाई केही दिने र लिने कुनै कुरा नै छैन, तर अनावश्यक माग र सङ्ग्रहको सोचले गर्दा दान पुण्य र सेवाका धारणाहरू अस्तित्वमा आएका हुन्। खाना नखाई बस्दैमा शरीरमा स्वभावतः उत्पन्न हुने रासायनिक परिवर्तनको अनुभवलाई भ्रमित आध्यात्मिक अनुभवको दर्जा दिई शरीरभित्र झन मानसिक रोग सिर्जना गरिएको पाइन्छ। शरीरले भोक लागेपछि खाना चाहन्छ, त्यो प्राकृतिक हो, तर यो खाना र त्यो खाना भनी विभेद गर्न भने शरीरले जान्दैन र चाहँदैन, बरु त्यो गर्ने काम विचारको हो। इच्छा वंशाणुगत गुणभित्र निहित कुरा हो, तर मुक्ति र मोक्षको इच्छा भने शरीरबाट उत्पन्न नभई संस्कारले ग्रसित मस्तिष्कबाट उत्पन्न भएको कुरा हो। ज्ञान न त रहस्यमय छ न त भावमय नै छ, बरु ज्ञान केवल वस्तुको परिचय हो। मस्तिष्कभित्र सङ्ग्रहित ज्ञानले नै अनुभव गर्ने वस्तुको सिर्जना गर्दछ। विचारको जन्म स्वयं आफैमा एउटा कार्य हो। वास्तवमा राम्रो नराम्रो भन्ने विचार हुँदैन, तर यदि राम्रो नराम्रो बनाइन्छ भने त्यो केवल पूर्वाग्रहको कारणले गर्दा बन्न पुगेको हुन्छ। मानव केवल सम्झना र ज्ञानद्वारा मात्र सचेत बन्न सक्दछ। स्वतन्त्रता भन्ने कुरा प्रश्नको उत्तर पाउँदैमा आउँदैन, बरु सम्पूर्ण प्रश्नहरूको विलय भएमा आउँदछ। जबसम्म व्यक्तिले समाजलाई परिवर्तन गर्ने इच्छा राख्दछ, त्यसले स्वयं आफूमा असन्तुष्टि भएको स्पष्ट पार्दै संसारलाई सपार्ने अभिलाषा लिन पुगेको हुन्छ। प्रतिक्रियाले पक्ष विपक्षको आधारशिला खडा गरी राम्रो नराम्रोको श्रृङ्खला निर्माण गर्दछ भने प्रत्युत्तरले विचार बिना नै केवल दर्शन गर्दछ, हेर्दछ र तत्काल प्रत्युत्तर दिइहाल्दछ, जसको अर्को भावी प्रत्युत्तरसँग कुनै सम्बन्ध स्थापित गर्न सक्दैन। भावना भनेको शारीरिक प्रत्युत्तर हो। आजसम्म शिक्षा र संस्कृतिद्वारा प्रतिपादित त्यस्ता कुनै पनि काल्पनिक योगी भोगी र जोगीवादलाई पूर्ण रूपले मस्तिष्कबाट विलय गराउन सक्नु नै प्राकृतिक अनुपमतालाई सुस्वागतम गर्नु हो। त्यसपछि उसको लागि आस्तिक नास्तिक वा कुनै पनि वाद महत्त्वहीन साबित भई ऊ जे छ त्यही नै बन्दछ। उसले देखेको छ त्यही बोल्छ। शब्दभन्दा परको कुनै अस्तित्व रहेछ भने पनि त्यसले स्वतः आफ्नै तरिकाले कार्य गर्न पुग्दछ। वनस्पति र प्राणीहरूमा
कार्य गर्ने चेतना सबैको एउटै हो, तर मानवको सम्बन्धमा भने चेतनाले विभाजित तरिकाले कार्य गरेकोले संसारमा कहीँ नभएको युद्धको रचयिता मानव बन्न पुगेको छ। विचार बिना कार्य गर्न नसकिने हुँदा त्यहाँ त्यस्तो विचारमुक्त कार्य, शुद्ध कार्य भन्ने नै छैन। तुलनात्मक अध्ययन र विश्लेषणको अन्त्यमा मात्रै वास्तविक मौलिकताले सजीवता पाउँदछ। प्रकृतिले समय समयमा आफ्नै तरिकाले क्रमिक विकासका परिणामहरूलाई अन्त्य गर्दै नयाँ कुराको शुभारम्भ गरिरहने हुनाले कुनै पनि प्रकृतिको एउटा नमुनालाई ठोस रूपमा भविष्यमा अर्को व्यक्तिमाथि प्रयोग गर्न सकिँदैन। स्वयं सूर्य जसरी चम्किरहेको छ त्यसरी नै जीवनको महाप्रलयले कुनै पनि उत्पन्न विचारभित्र आफू स्वयं जल्दै अरूको विचारलाई पनि जलाउँदछ।